हेलो एभ्रिवान, आज चाहिँ म बिफको अचार बनाउन आँटेको छु र म तपाईँलाई देखाउँछु कि मैले चाहिँ कस्तो प्रकारले बनाउँछु भनेर। यसलाई चाहिँ फर्स्टमा चाहिँ यो बिफलाई चाहिँ मजाले अलिक ठुल्ठुलो पिसमा निकाल्ने होइन। यो हड्डीदेखि चाहिँ अलिकति यसलाई के भन्छ छुट्याउने, हड्डी चाहिँ निकालिदिने, मासु चाहिँ अलिक ठुल्ठुलो पिसमा गरेर निकालेर चाहिँ यसलाई चाहिँ अब हामी होइन मजाले धोएपछि चाहिँ यसलाई चाहिँ हामीले सानो सानो पिसमा कट गर्ने। सानो पिसमा कट गर्दा चाहिँ अलिक मसला मजाले पसेको जस्तो लाग्छ मलाई चाहिँ। र यसलाई चाहिँ मसिनो गरेर चाहिँ यसलाई कटिङ गरिदिने। आम्बो कत्रो टाउको देखेको छ। यो मासुमा चाहिँ मैले हालेँ अलिकति हल्दी, रङ खोर्सानी, त्यसपछि अलिकति मैले जिरा होइन धनियाँ पाउडर हालेपछि मैले यसमा अदुवा र लसुन अलिअलि हालेँ अघि पिसेको। र त्यसको बाद चाहिँ मैले यो टिम्बुरको अचार चाहिँ मैले घरमा बनाएको थिएँ र त्यो पनि हालेँ 2 चम्ची। त्यसपछि मैले नुनको बदली चाहिँ चाट मसला हालेको छु अलिकति। त्यहाँदेखि यो कर्नफ्लोर हालेर चाहिँ मजाले मुछिदिने, मजाले मुछेर चाहिँ यसलाई मजाले मुस्ने। त्यसपछि अब अलिकति कम्ती लाग्यो भने मलाई चाहिँ अलिकति कम्ती लागेर मैले कर्नफ्लोर फेरि हालेर चाहिँ मैले फेरि अलिकति मजाले मुछेपछि यसलाई चाहिँ एकछिन मैले आधी घन्टा चाहिँ रेस्ट दिएँ। अब एउटा सानो कराईमा चाहिँ मैले खाने तेल हालेँ। त्यहाँदेखि खाने तेलमा चाहिँ मैले लसुन र अदुवाको पेस्ट, त्यहाँदेखि मैले हालेँ यसमा हल्दी, जिरा पाउडर, रङ खोर्सानी र अलिकति नुन हालेर चाहिँ यसलाई मजाले चलाएँ सानो लो फ्लेममा। र त्यहाँदेखि यसमा त्यो कुटेको खोर्सानी, ड्राई चिल्लीको त्यो हुन्छ नि कुटेको खोर्सानी पनि हालेर मजाले यसलाई चाहिँ पकाएँ। नुन चाहिँ कम्ती नै हालेँ किनभने अघि म अलरेडी हालेको छ हो। अन्त यसलाई एकछिन छोपेर चाहिँ त्यहाँदेखि यो मजाले यसले तेल छोडेपछि चाहिँ यो रेडी भएको र यो रेडी पनि भयो। र यसलाई साइडमा राखेर चिसो हुनु दिने, सेलिनु दिने। त्यसपछि चाहिँ फेरि कराईमा चाहिँ ठुलो कराईमा खाने तेलले चाहिँ मिठो हुन्छ मासुको अचार चाहिँ होइन। अन्त खाने तेल लगाएर चाहिँ खराएपछि चाहिँ त्यहाँदेखि मजाले खरेपछि चाहिँ यो मासु चाहिँ हालेर चाहिँ मजाले फ्राई गर्ने होइन, डिप फ्राई गर्ने। र के भन्छ यो तालिन्छ, त्यही कारण एकछिनमा चलाउनुपर्छ। त्यही भएर यसलाई डिप फ्राई गरेर चाहिँ निकाल्ने, अलिकति कुरुम क्रिस्पी टाइपको हुन्छ नि त्यस्तो भएपछि चाहिँ निकालिदिनु पऱ्यो होइन। अन्त यो यतिको भएपछि चाहिँ निकाल्दा हुन्छ। अब सबै फ्राई भएपछि चाहिँ यस्तो कलरको हुन्छ। त्यहाँदेखि अघिको जुन चाहिँ हामीले फर्स्टमा बनाएको जुन चाहिँ अचार थियो नि, पेस्ट जस्तै भनौँ न, त्यसलाई चाहिँ अब यो फ्राई पर्क मात्रै बनाउँछ। यो फ्राई बिफमा चाहिँ हालेर चाहिँ मजाले मिक्स गर्नुपर्छ होइन। त्यहाँदेखि मजाले मिक्स गरेर चाहिँ यसलाई मुछेर चाहिँ हातले मुछेर चाहिँ यो चाहिँ रेडी भयो। यसलाई तपाईँले स्टोर गरेर राखेर खाँदा पनि हुन्छ।